सम्पूर्ण मनलाई अभिवादन टक्राउन चाहिँ आज हामी संविधान नेपालको संविधानको बारेमा चर्चा गर्नेछौँ। विश्वमा लिखित संविधान नभएको मुलुक भनेको चाहिँ बेलायत रहेको छ। त्यसैगरी पहिलो लिखित संविधान जारी गर्ने चाहिँ अमेरिका रहेको छ। जुन चाहिँ सन् 1787 मा जारी भएको थियो भनेपछि सन् 1789 मा लागू गरिएको थियो। त्यसपछि विश्वको सबैभन्दा सानो संविधान अमेरिकाको रहेको छ। विश्वको सबैभन्दा ठुलो संविधान चाहिँ भारतको रहेको छ है। जुन चाहिँ 26 जनवरी 1950 मा जारी गरिएको थियो। त्यसपछि एसियाको कुरा गर्दाखेरि एसियामा पहिलो लिखित संविधान जारी गर्ने देश भनेको जापान रहेको छ। सन् 1889 मा ठ्याक्कै पहिलो लिखित संविधान जारी भएको 100 वर्षपछि भएको थियो। त्यसपछि संविधान सभाबाट संविधान जारी गर्ने पहिलो राष्ट्र भनेको फ्रान्स रहेको छ। जुन चाहिँ 1958 मा जारी गरिएको थियो। त्यसपछि संविधान सभाबाट संविधान जारी गर्ने नेपाल भनेको 44औं मुलुक रहेको छ। त्यसपछि नेपालको सन्दर्भमा नेपालमा हालसम्म जारी भएका संविधान भनेपछि अहिलेसम्म 7 वटा संविधान जारी गरिएको छ। तीमध्ये लागू भएका संविधान भनेका 6 वटा छन् र लागू नभएको संविधान भनेको एउटा छ। जुन चाहिँ नेपाल सरकार वैधानिक कानुन 2004 रहेको छ। त्यसपछि नेपालमा हालसम्म जारी भएका संविधानको छोटकरीमा चर्चा गर्न गइरहेका छौँ। 7 वटा संविधानहरू जारी गरिएको छ। पहिलो नम्बरमा रहेको संविधान छ नेपाल सरकार वैधानिक कानुन 2004। त्यसपछि दोस्रो भनेको चाहिँ नेपालको आन्तरिक शासन विधान। कुन? नेपालको आन्तरिक शासन विधान 2007।
त्यसपछिको नेपाल अधिराज्यको संविधान 2015। त्यसपछिको भनेको नेपालको संविधान 2019 र पाँचौं संविधान भनेको नेपाल अधिराज्यको संविधान 2047। त्यसपछि नेपालको आन्तरिक संविधान 2063। नेपालको आन्तरिक संविधान 2063 र 7औं नम्बर भनेको हालको संविधान नेपालको संविधान 2072। जुन चाहिँ 2072 असोज 3 गतेदेखि लागू भएको थियो नेपालको संविधान 2072। त्यसपछि कति सदन छन् त भनेर, कति सदन छन् र कतिचोटि संशोधन भएको छ भनेर ब्रिफ रूपमा जानकारी ल्याउँ। सदन 2004 को एकचोटि, 2004 को 2 पटक, 7 को 1 पटक, 15 को 2 पटक, 19 को एकचोटि, 47 को 2 चोटि, 63 को एकचोटि र 72 को भनेको 2 चोटि भएको छ। संशोधन भनेको 2004 को संविधान संशोधन भएको छैन। 2007 को 6 चोटि भएको छ। अनि 2015 को भएको छैन। 2019 को 3 पल्ट, 47 को भएको छैन। त्यसपछि 2063 को भनेको 12 पटक र 72 को भनेको 2 पटक।